म चाहिँ एक्जाम सकेर थोङ्थेगु जान लागेको। कस्तो क्युट बियर रहेछ यहाँ चाहिँ। थोङ्थेगु आइपुगे गाइस। मम्मी कस्तो लागिरहेको? एकदम रमाइलो। जाडो जाडो भएको छैन? अलिअलि जाडो भएको छ फेरि। बुढा मान्छे झन् बच्चा हुन्छ नि। हो नि। अब कता जाने मम्मी? उसको हो कि यो त्यतै जान्छु। बाई। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। मैले चाहिँ आज धेरै पछि भ्लग बनाउन लागेको छु। मेरो एक्जाम चलिरहेको थियो अनि आज बल्ल भर्खरै एक्जाम सक्यो। म चाहिँ एक्जाम सकेर थोङ्थेगु जान लागेको। धेरै पछि भ्लग गर्दै गरेको भएर होला कस्तो अप्ठ्यारो भइरहेको छ। आजबाट एक्जाम पनि सक्यो, भोलि र पर्सि मेरो बिदा छ काम, त्यही भएर जाँदैछु। ओके लेट्स गो। मैले टिकट काटेको चाहिँ छैन, ट्रेन चाहिँ 26 को छ, तर अनलाइन टिकट काट्ने भएर म यतिकै बसिरहेको छु। सिटहरू पनि टन्नै खाली हुन्छ, बुसान फर्स्ट स्टेसन भएको कारणले सिटहरू चाहिँ प्याक भइहाल्दैन, त्यही भएर। ओके सो लेट्स गो। म चाहिँ अहिले सबवे स्टेसनवाला गुप्पो स्टेसनमा बसिरहेको छु। यहाँ चाहिँ एकदम रमाइलो लाग्छ कि मलाई। म अहिले केटीएक्स चढ्ने ठाउँ यहाँ चाहिँ हो, तर यो चाहिँ सबवे स्टेसन हो। म यहीँ बसिरहेको छु। अन्यङ गुप्पो भनेर लेखा छ यहाँ चाहिँ। यहाँ चाहिँ कस्तो फनी इमोजीहरू बनाएको छ। यो चाहिँ खास बेन्च हो है, यहाँ चाहिँ बस्न मिल्छ, तर फनी इमोजीहरू रहेछ। कस्तो रमाइलो बनाएको के, क्युट क्याफे छ। अनि यो चाहिँ हो गुप्पो स्टेसन। कस्तो क्युट बियर रहेछ यहाँ चाहिँ। दुईटा रहेछ। ओके अब चाहिँ म ट्रेन चढ्ने स्टेसनपट्टि जान्छु। यहाँनिर बसिराख्यो भने ढिला हुन्छ, अब धेरै टाइम बाँकी छैन नि त, त्यही भएर। आज मेरो कलेज थियो, 3टाको एक्जाम दिएर सकाएर अनि थोङ्थेगु जान लागेको। 5 बजी सक्यो अनि त्यही भएर यहाँ आइपुग्दाखेरि 6 बजिसक्यो। अब 20 मिनटमा ट्रेन छ नि त, लिफ्ट आयो जाम। गुप्पो स्टेसन आयो। म चाहिँ पहिला पानी र केही खानेकुरा किन्छु, बिहानदेखि कलेजमा थिएँ नि त, अनि राम्ररी खाना खाएको छैन, त्यही भएर। अब म चाहिँ GS 25 मा जान्छु अनि पानी र केही खाजाहरू किनेर अनि आउँछु। फेरि ट्रेनमा खानु पर्यो नि त, भोक लाग्छ, त्यही भएर। मलाई चाहिँ लेमोनेड मनपर्छ। लेमोनेड कहाँ छ त्यहाँ? लेमोनेड नै पाउँदैन भने लेमोनेड जस्तै यो रहेछ। यो पनि मिठै हुन्छ। म चाहिँ एउटा ओरियो किन्छु अब। अरू खासै केही खानेकुरा नै हुँदैन जिएसमा। किम्बापहरू खान झ्याउ लागिरहेछ, मन नै पर्दैन खासै। ओके मैले टिकट पनि काटेँ, अब स्टेसन गइरहेको। म चाहिँ ट्रेन स्टेसन आइपुगेँ। यहाँ पनि स्टोरवे रहेछ, तर पहिला थिएन अनि त्यही भएर तलबाट किनेको। यो चाहिँ सानो स्टेसन हो, बुसान स्टेसन, सौल स्टेसनहरू जस्तो ठुलो त छैन। जम्मा 3टा ट्र्याक छ क्यारे। मेरो चाहिँ ट्र्याक नम्बर 2 मा आइरहेछ ट्रेन। यो ट्रेन स्टेसन चाहिँ सानो छ, यो ट्र्याकहरू पनि बनिरहेको छ अहिले। म चाहिँ अहिले ट्रेन चढ्ने ठाउँमा गएर बस्न लागेको। अब धेरै टाइम छैन नि त, त्यही भएर। म चाहिँ ट्र्याकमा आएर बसिसकेँ। मेरो चाहिँ अब ट्रेन आउने बेला भयो। म चाहिँ ट्रेन कुरेर बसिरहेको छु। एकैछिन कुरेपछि मेरो ट्रेन पनि आयो अनि म चाहिँ थोङ्थेगुको लागि बुसानदेखि हिँडेँ। अब चाहिँ 1 घण्टामा म थोङ्थेगु पुगिसकेको हुन्छु। कोरियाको ट्रेनभित्र चाहिँ बोल्न हल्ला गर्न मिल्दैन के, लङ रुटको ट्रेन हो नि त, अनि मान्छेहरू सुतिरहेको हुन्छ, रेस्ट गरिरहेको हुन्छ। अनि हल्ला भयो भने चाहिँ उनीहरूले कम्प्लेन गरिहाल्छन्। आवाज आयो या मोबाइल बज्यो भने चाहिँ कम्प्लेन गरिहाल्छन्, त्यही भएर चुप लाएर बस्नुपर्छ। ट्रेनभित्र बोल्न नमिले पनि बाहिर भ्यूहरू हेर्दै हिँडिरहेको छु म चाहिँ।
लङ रुटको ट्रेनहरूमा हिँड्दाखेरि चाहिँ गाउँ एरियाको एकदमै विकट क्षेत्र गाउँ एरियाहरू सबै देखिन्छ। यहाँ चाहिँ धेरै एग्रिकल्चरहरू गर्ने अनि कम्पनीहरू पनि कुनै कुनै छ। मलाई चाहिँ नेपालबाट आउने एग्रिकल्चरमा आउने दाइ दिदीहरू पनि यस्तै एरियामा हुनुहुन्छ होला जस्तो लाग्छ। तर यहाँ पनि हुनुहुन्छ होला, तर हामीलाई थाहा नभएको मात्रै हो नि त। तर जे भए पनि यो एरियाबाट ट्रेन जाँदाखेरि बाहिर हेर्दा चाहिँ एकदमै आनन्द आउँछ, रमाइलो लाग्छ। गफ गर्दा गर्दै मेरो ओर्लिने ठाउँ पनि आइपुग्यो। म चाहिँ थोङथेगु स्टेसन आइपुगेँ। अब म ओर्लिन्छु। थोङथेगु आइपुगेँ गाइस। म चाहिँ भर्खरै थोङथेगु ओर्लिएँ। अब घर जानु पर्यो। अहिले चाहिँ 7:20 भयो। अब म घर जान्छु। जहिले आउँछु हावा लास्टै चलिरहन्छ। आज पनि बुसानतिर एकदम ठुलो पानी परिरहेको थियो। हावा चलिरह। म चाहिँ अब यहाँबाट सबवे स्टेसनमा गइरहेको छु। ट्रेन चढेर यहाँबाट चाहिँ घर जानुपर्छ, त्यही भएर। यो यङजु भन्ने ठाउँ चाहिँ एकदमै हिस्टोरिकल फेमस ठाउँ जस्तो लाग्यो यहाँको। जहिले पनि म थोङथेगु आइपुग्दाखेरि यहाँनिर पोस्टर हुन्छ कि एकचोटि चाहिँ घुम्न जानुपर्छ यो ठाउँमा पनि। म तल ट्र्याकमा पुगेको 1 मिनेट नहुँदैखेरि ट्रेन पनि आयो। अब म चाहिँ ट्रेन चढेर अनि घरतिर जान्छु। अब ट्रेनमा 30 मिनेट लाग्छ अनि त्यहाँबाट फेरि बस चढ्नुपर्छ। म चाहिँ मेरो ओर्लिने ठाउँनिर आइपुगेँ। मेरो स्टेसन चाहिँ सेकेन्ड लास्ट स्टेसन हो कि, त्यही भएर पुरै ट्रेन खाली छ, कोही पनि छैन। अरू डब्बामा चाहिँ 2-4 जना छन्, नत्र चाहिँ कोही पनि छैन, खाली छ। हेर्नु न। मेरो चाहिँ अब ओर्लिने ठाउँ पनि आयो। म चाहिँ अब नेक्स्ट स्टेसनमा ओर्लिन्छु। मेरो ब्यागमा चाहिँ धेरै सामान भएर बोक्नै अप्ठ्यारो भइरहेछ। पियानो बजाइरहन्छ यहाँ मान्छेहरूले कहिलेकाहीँ। अब चाहिँ म बस चढ्नुपर्छ। मेरो बस आउनलाई चाहिँ एकदमै धेरै टाइम छ, त्यही भएर ऐना देख्ने बित्तिकै फोटो भिडियो खिच्न लागिहालेँ। तलै रहेछ लिफ्ट। वाह, कस्तो खुसी लाग्छ यो बेलामा। लेट्स गो। मेरो बस चाहिँ अब 4 मिनेटमा आइरहेछ। राति भइसक्यो। अरू बेलामा म थोङथेगु आइपुग्दा जहिले पनि 10 थियो। आज चाहिँ जम्मा 8:15 हुँदैछ, नत्र जहिले ढिला हुन्छ। म चाहिँ बस चढ्ने ठाउँनिर आइपुगेँ। म चाहिँ यहाँबाट बस चढ्छु। अब चाहिँ मेरो बस पनि आयो। अब बसमा चाहिँ 10 मिनेटमा घर पुग्छु। एन्ड फाइनली मेरो चाहिँ ओर्लिने ठाउँ पनि आयो। म चाहिँ अब घर जान्छु। ओके, म चाहिँ अब ओर्लेर घरपट्टि गइरहेछु। म चाहिँ घर आइपुगेँ। आजको भ्लग चाहिँ मैले एन्ड गरेँ। बाई। A few moments later. हामी चाहिँ बेलुका घुम्न भनेर आएको। चिसा हावा चलिरह। मम्मी कस्तो लागिरहेको? एकदम रमाइलो। जाडो भएको छैन? अलिअलि जाडो भएको थियो। 12 o'clock midnight. हामी चाहिँ घुम्न निस्केको अहिले। हामी चाहिँ यो ठाउँ घुम्न आएको। हामी पहिला पनि आएको थियौँ। यहाँ नजिकै छ, त्यही भएर जहिले पनि आउँछौँ हामी चाहिँ। मम्मीहरू अगाडि हुनुहुन्छ, म चाहिँ भिडियो बनाउँदै आइरहेको छु, त्यही भएर पछि छु। हामी मम्मी दाइहरू यता हुनुहुन्छ। ल मम्मी यता हेर्नु। कति रमाइलो। चिसो मम्मीलाई यो चढ सुषमा हेर त। बग्गी हो। यो चढ्नु पर्यो के। ल हामी चाहिँ अब घर जानु लागेको। बाई गरिदिनु मम्मी। बाई बाई। बाई। The next day. ल यता हेर्नु। हामी चाहिँ पार्क घुम्न भनेर आएको। पानी उडिरह यहाँ। मम्मी आज कता कता गएर आउनुभयो? आज त घुम्नु घुम्ने।
कता घुमियो कुन ठाउँ लगायो भने नि थाहा भएन मलाई के डाँडा एउटा डाँडा चक्र लगाएर आएको हामी चाहिँ मम्मीलाई डर लागेर कहाँ ल्यायो भनेर सकिँदैन मम्मी पानीमा भिज्ने हो जाडो हुन्छ नजानु चिसो छ हामी त नजाने हजुर खै नहुने नि हुन सक्छ के लेखा छ नि त्यहाँ हजुरलाई पानीले कहाँ छुन सक्छ डन हो नि त पानीले नि छुन सकेन मम्मी मम्मी भोक लागेको कि छैन कहाँ भोक लाग्नु भोक त लागेको छैन मम्मीले अस्ति नै यहाँनिर कति बल खेल्नु भएको थियो नि बास्केटबल याद छ मम्मी ऊ त्यहाँनिर बल खेल्नु भएको थियो मम्मी मम्मी र बुवाको के अरे कति भएको थियो अरे होइन कि कति राउन्ड खेलेको अरे हामीले 15 हो कि कति खेलेको थियो है टन्नै राउन्ड खेलेको थियो अनि 15मा मम्मीले बुवालाई एक पोइन्टले जित्नु भएको पहिला त मम्मीले पोइन्ट ल्याए गर्नु भएको थियो पछि त बुवाले नि खतरा खेल्नु भएको है रमाइलो भएको थियो तर लास्टै घाम चर्को भएको थियो नि बास्केटबल खेल्नु भएको अनि ब्याडमिन्टन खेलेको थियो हामीले मम्मी र मैले ब्याडमिन्टन खेले अनि मम्मी र बुवाले चाहिँ बास्केटबल खेल्नु भएको थियो म त गवा छु म गवा छु विटनेस यो त जिप लाइन जस्तो हो यहाँ त बच्चाहरू मात्रै चढेर देखाएको छ अहिलेसम्म ठुलो मान्छे चढे छैन होइन बच्चालाई हो भन् हो कुन मान्छे कर्मचारी दुईचोटि खेली दुईचोटि आई त्यो पिङ खेल्दा अस्ति न त हामी भिडियो बनाएको नि खेलेर नखेल भने होला यहाँ काम गर्ने मेन्टेन गर्ने मान्छे आयो भने बुढा मान्छे झन् बच्चा हुन्छ नि हो नि आयो के गरे होला ल पिङ्क कलर सुहाउँदो रहेछ पिङ्क होइन नि हो पिङ्क भन्दा पर्पल सुहाउँछ नि आएको कि यताबाट आएको हामी यताबाट गयौँ उताबाट याद चाहिँ रहेछ मम्मीलाई तर जस यतैबाट हो मासतिर जाने छोरीको कम्पनी जाँदा हावा चलिरहेको अब गिलो हुँदाखेरि रातो माटोमा हिँड्यो भने फाइदा गर्छ नि मम्मीलाई हाइक कि यहाँ मम्मीको भिडियो बनाउँछु त्यहाँभित्र जानु हुँदैन थुर खाजी मासु लेखाएको छ त ल नानी त हुन्न के भिडियो ल वो अलग ही लेवल का अंडा था हामी चाहिँ बसेको अहिले आउनु हस्बेन्ड नागदोङ खान जाने हो सक्नुहुन्छ ल जाऊँ न त त्यसलाई तल पुलवाला ठाउँ के जाने हो जाऊँ शौचालय अस्ति त हामी गएको नि त्यो भिडियो बनाएको थिएँ नि मैले युट्युबमा आफै गएको छ नि हावनपट्टि जाने हो नि त हावनको त्यो पुल के त्यही भन्नु होइन र मम्मी पनि केही बोल्नु हजुरलाई कस्तो लागिरह के लागिरह रमाइलो लागेको अनि कहाँ आउनु भएको अब कहाँ पाहाडमा कहाँनिरको पार्क यो घरनेरीको घरनिरको पार्क त्यो पार्कको नाम त मलाई पनि थाहा छैन अझै यो के हो यो बनाना सागुवा अनि यो सुबाक फोदो टोमाटो खुवाइलो होइन थाहा भएन गाइज हामीलाई यो भने के हो मैले चाहिँ यो सबै मिलाइ तर यो दुईटा मिलाउन सकिन ल जाम अब रोजमा जाने भन्नुहुन्थ्यो मम्मी रोज त सबै हराइसकेछ सुकिसकेछ यहाँबाट लेफ्ट वान छैन यहाँबाट सिधै निस्किन मिल्दैन नि
अस्ति नै हामी पुरै घुमेको थियौँ नि, याद छ? यहाँबाट सिधै लेफ्ट टर्न निस्किन मिल्दैन, पुरै घुमेर अनि गएको थियौँ हामी। कम्पनी पुगेको थियो नि त्यतिको चक्करमा। हाँस्दैन त। चल्यो सिरिरी हातै झिरी तिमी बजाऊ मुरली फेरि मन भयो। अब यता फर्केर घुम्नु। आई भन्ने थियो हजुर मैले आई भन्ने थियो थपिहाल्यो अब हजुरको को बाबा रे सञ्जय बाबा जसरी हिँड्नु त सञ्जय बाबा। अब यता नि हेर्नु मम्मी एक्सर्साइज गर्ने होइन, मम्मीको एक्सर्साइज गरेर टिकटक खुब भाइरल भयो। ल गर्नु मम्मीले सब जान्नुहुन्छ। ल मम्मीको व्यायाम गरेको टिकटक चाहिँ खुब भाइरल भएको छ गाइस। खै थाहा नै छैन, हेर्नु पर्छ। भाइरल भएको चाहिँ भनिहाल्ने। ल मम्मी यता छोरो यता अझै कहाँ दौडिनु चल्ला, दौडिँदा कम्पनी जाने बिचारा। हजुर होइन हजुरको भाइरल भयो भने होइन। मम्मी पनि यहीँ आउनुभयो। ल दुईजना दुईतिर फर्केर एक्सर्साइज गरिरहनु भयो। मेन्टेन गर्ने रे फिट हुने रे, त्यही भएर मेरो बुढा चाहिँ दौडिँदा कम्पनी पुग्न लागिसक्नु। बुढो लौ 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 साइकल चलाउन लाग्नु मम्मीले। ल त्यो ताल मिलाउनु पर्छ मम्मी पहिला। गरेर देखाउनु त। यता हेर्नु कति बुझ्न आएको के। यो हात पनि यसरी मिलाउने कि ताल मिलाउनु पर्छ कि ट्याक्क। ल ताली बजाउनु न त मम्मीले, यस्तो राम्रो गर्नुभयो। यो चाहिँ टाइट रहेछ है। यो कति कमाउनु एउटा मात्र डन्डी समार देखाइदिएन। जान्न नि एउटा मात्रै भयो। त्यताको टाइट छ क्या है बुढो, टाइट छ त्यताको। हो त्यसै गरी। ल जान्नुभयो मम्मीले बल्ल। अनि ब्याग भयो अघि भएको थियो कि एकचोटि त गर्छु डन्डी मिलाउन नजाने हो कि हो सबै थाहा रहेछ। यो गरेर त हामी टिकटक बनाएको। मम्मीको फेभरेट। सुरी भएर रहेछ नि साइन खुम्ची लेखा। ए नगर्नु मम्मी, चलाउन मिल्दैन। सायङ खुम्ची। जाम अब कता जाने बुढो? के भन्ने रे? कसरी यङिन आइपुग्यो भनेर सोध्नुभयो भने यसरी भन्ने रे गाडी चलाएर। हजुर त्यतातिरको समेटेर लिएर समेट नि सबै। ल गाडी त्यहाँ धुवा किन आएर होला के बाल्या होला कि कुहिरो लाग्यो हौ। होइन त्यहाँ आगो बल्या, आगो जस्तो के बाल्या। के रे फेरि भन्नु त।
कस्तो बतास लाग्यो नि पानी आउला अस्तिदेखि यस्तै मौसम छ पुरा घुँडा ढोगिरहेको को छ ऊ टाइम भएको होला क्या खिदो गर्ने के भन्छ नि नमाज पढ्ने नमाज अब घर जाने हो अब कता जाने मम्मी उसको हो कि यो अब कता लान्छौ त्यतै जान्छु मम्मीले अघि नै गइसक्यो यो चाहिँ खेल्ने ठाउँ एकदम ठुलो चिप्लेटी छ मैले पहिलाको भ्लगमा नि देखाइसक्यो जहिले पनि यही पार्क आउने नि त त्यही भएर ए होला डोन्ट बस्नु ल गाइज अब चाहिँ हामी घर जान लाग्यो अब चाहिँ यो लास्ट हो भोलि म फेरि बुसान फर्किन्छु बाई चाबी मेरै पास है बेबी मलाई गाडी लक गरिदिइरहनु भएर मम्मी छिर्ने बित्तिकै मसँग चाबी थियो गाडीको मसँग प्राङ्क गर्नु होला यसो ताकेको त गाडी लक गरिदिइरहनु भएको रहेछ ल हामी चाहिँ लाग्यौँ घरतिर बाई बाई कता लाने हो अब हामीलाई कस्तो जाडो भयो रहेछ तातो आयो गाडीभित्र तातो हुन्छ नि ल हामी चाहिँ जाउँ यहाँ अगाडि कहाँ जान्छु है खै सिधा चाहिँ कहाँ जान्छु खै बाटो छैन जस्तो लाग्छ धेरै परसम्म म्याप छैन म्यापमा छ त जोडिया त्यही घुम्नेमै जोडिन्छ जस्तो ल बाई बाई ओके गाइस आजको लागि हाम्रो भ्लग यति नै बाई मम्मी बाई भन्नु बाई अरू पनि भिडियो हेर्नु होला भन्नु अरू पनि भिडियो हेर्नु होला लाइक गर्न नबिर्सिनु होला लाइक गर्न नबिर्सिनु होला अनि कमेन्ट गर्नु होला गर्नु होला अनि च्यानललाई सब्स्क्राइब गर्नु होला च्यानललाई सब्स्क्राइब गर्नु होला ओके बाई बाई भन्नु बाई